तपाईको आध्यात्मिक जीवनको साथी रुद्राक्ष टिभी। नमस्कार, रुद्राक्ष टिभी प्रेम शर्माको साथमा र राहुले मचाउने भो हंगामा। यो चैतको महिना 2081 साल चैत 1 गतेबाट पूर्ण रूपमा महिना राहुले हंगामा मचाउनेवाला छ, जसको फलस्वरूप 7 राशिका लागि टाउको दुखाइको अवस्था बनाउँछ। यता पनि समस्या उता पनि समस्या, यो खालको परिस्थितिको निर्माण गर्छ भने 5 राशिका लागि केही शुभ अवस्था छ। ग्रहण योग भइकन पनि सूर्यले राहुलाई ग्रहण पारिरहँदा पनि 5 राशिलाई भने केही थामथुमको अवस्था, केही शुभ नै अवस्था छ। तर 7 राशिका लागि भने टाउको दुखाइको अवस्था छ, आपतको अवस्था छ। यसका केही उपायहरू रहन्छन्, जुन समस्याबाट मुक्तिका लागि त्यो उपाय पनि बताउँछु भने वास्तवमै सूर्य र राहुको ग्रहण योगका कारणबाट विशेषतः यो महिना तपाईको जीवनमा कस्तो असर पर्न सक्छ त आउनुहोस् चर्चा गरौँ। चैत 1 गते शुक्रबारको दिन छ, पूर्णिमा तिथि छ। यो ग्रहण योगले कस्तो प्रभाव पार्छ है त? सूर्य र राहुको ग्रहण योग कहाँ बसिरहेको छ त? यो ग्रहण योग मीन राशिमा। यसले पार्ने प्रभाव तपाईको जीवनयापनमा के कस्तो असर पर्छ? आमदानी, पारिवारिक जीवन, प्रेम सम्बन्ध, वैदेशिक यात्रा यावत सन्दर्भलाई असर पार्छ नै मित्र। के कस्तो प्रकृतिको असर पार्छ आउनुहोस् चर्चा गरौँ। र 1 गते सूर्य मीन राशिमा जाँदैछ र पहिलेबाट राहु त्यही छ। यो कुरा त बुझियो, किनभने मीन राशिमा सूर्य र राहुको ग्रहण। 8 गते शुक्र कुम्भ राशिमा जाँदैछ र शनि र शुक्रको एउटा महाधनी योग अथवा भनौँ एउटा राजयोग निर्माण हुँदैछ। यसै गरेर 24 गते मंगल ग्रहले पनि राशि परिवर्तन गर्छ र कर्कट राशिमा जान्छ। अब सुरु गरौँ मेष राशिबाट। मेष राशिका जातक जातिकालाई के कस्तो परिस्थितिको निर्माण हुन्छ यो चैतको महिना? सूर्य र राहुको ग्रहण विशेषतः द्वादश भावमा निर्माण भइरहेको छ। द्वादश भावमा सूर्य विराजमान हुनु आफैमा पनि राम्रो होइन भने राहु विराजमान पहिल्यैबाट छँदैछ। अनिन्द्राको समस्या अवश्य पनि ल्याउँछ यो महिना तपाईलाई। राति निदाउन सक्ने अवस्थाको सृजना गर्दैन। झस्किने, तर्सिने अथवा केही टेन्सनका कारणबाट, केही तनावका कारणबाट निन्द्रा बिथुलिने खालको अवस्थाको निर्माण गर्छ। बाहिरी तत्त्वबाट हानिको अवस्था देखिन्छ। त्यो कारणबाट तपाईले विचार के गर्नुहोस् भने बाहिरी तत्त्वबाट केही अफरहरू आइरहेका छन्, केही प्लानिङहरू आइरहेका छन् भने त्यो अफरलाई नलिनु नै उत्तम हुन्छ। यो समय आँखाको केही समस्या आउन सक्छ, पिताको स्वास्थ्य स्थिति बिग्रन सक्छ, टाउको दुखाइको अवस्था आउन सक्छ मित्र। धन्न बृहस्पति दोस्रो भावमा विराजमान भइरहेको अवस्थाले, बृहस्पति दोस्रो भावमा विराजमान भइरहेको कारणले कतै न कतैबाट धनको जोहो हुने वातावरणको विकास गर्छ। वाणीमा मधुरता ल्याउँछ नै, कुटुम्बसँग सम्बन्ध सुमधुर बनाउँछ नै। एकादश भावमा शुक्र र शनिको योगका कारण, यो शुभ योगका कारण पनि आमदामीका स्रोतहरू कतै न कतैबाट फेला पर्छन् नै मित्र। र तेस्रो भावको मंगलले आँट, हिम्मत र पराक्रम दिन्छ नै है। केही राम्रा पक्षहरू पनि छन् भने नराम्रो पक्षमा एउटा टाउको दुखाइको अवस्था। के त भन्दा सूर्य र राहुको ग्रहण द्वादश भावमा परिरहेको कारणले गर्दा पिताको स्वास्थ्यमा हानि हुन सक्छ। आफ्नै टाउको दुखाइ अथवा आँखाको समस्या आउन सक्छ। विशेषतः रक्तचापको समस्या छ भने अति खानपिनमा ख्याल गर्नुहोस् र लगानी गर्दै नगर्नुहोस्। चैतको महिनामा लगानी गर्दै नगर्नुहोस्। मेष राशिका जातक जातिकाले यति कुरामा विचार गरेर अगाडि बढ्नुहुन्छ भने अवश्य पनि महिना तपाईको उत्तम भएर जान्छ। माया प्रेममा पनि विशेष याद गर्नुहोस् कि तनाव र टकरावको अवस्था देखिन्छ। पढाइ लेखाइको सन्दर्भमा पनि तपाईले सोचे जस्तो पढाइ अगाडि जाँदैन। परीक्षा प्रतियोगिता केही छन् चैतको महिनामा भने बुझ्नुहोस् कि तपाईले सोचे जस्तो रिजल्ट आउँदैन। यति कुरामा विचार गर्नुहोस्। र कमाइको क्षेत्र राम्रै छ। जोगाइको क्षेत्र भन्नुको अर्थ बचत पनि राम्रै देखिन्छ यो महिना। अब उपाय के त भन्दा सूर्यलाई राहुले ग्रहण पारिरहेको छ। यो अवस्थामा सूर्यलाई पुज्नु सर्वाधिक उत्तम। दैनिक सूर्यलाई अर्घ्य दिने बिहान बिहान है त। मेष राशिका जातक जातिकाले यो गर्नु पर्यो भने अब अर्को वृष राशिको कुरा गरौँ। वृष राशिलाई विशेषतः एकादश भावमा सूर्य र राहुको ग्रहण परिरहेको छ। एकादश भावको ग्रहणले त्यति धेरै नकारात्मकता तपाईलाई दिँदैन मित्र। कतैबाट पैसा आउने कुराहरू, आमदामीका कुराहरूमा चाहिँ केही समस्या आउन सक्छ, ढिला सुस्ती हुन सक्छ। केही तनाव बेहोरेर मात्र तपाईले पाउनुपर्ने पैसा पाउने खालको अवस्था बनाउँछ। लाभमा अलि गाह्रो गरेर, ढिला सुस्ती गरेर मात्र लाभ हुने अवस्था होइन भने अरू तर्फबाट मजबुतीकै अवस्था छ। तपाईलाई महिना शुभ नै हुन्छ। तपाईले पनि विशेषतः सूर्यदेवलाई अर्घ्य दिने गर्नुहोस् प्रतिदिन बिहान। ओम घृणी सूर्याय नमः।
यही मन्त्रका साथमा। यसै गरी मिथुन राशिका लागि कर्म भावमा ग्रहण परिरहेको छ। सूर्य र राहुको ग्रहण कर्म भावमा परिरहेको छ। सूर्य कर्म भावमा आउनु उत्तम अवस्था हो भने राहु पनि कर्म भावमा उत्तम हो, तर यी दुई बीचको सम्बन्ध त्यति राम्रो हुने भएन। त्यो कारणबाट उन्नति, प्रगति, प्रमोसनको कुरामा चाहिँ अलिकति समस्या आउँछ। होइन भने रफ्तारका साथ काम गर्न तपाईँ सक्नु नै हुन्छ, गरेर पनि तपाईँले देखाउनुहुन्छ। मात्र के हो भने उतार चढावका बावजुद पनि कर्म क्षेत्र तपाईँका लागि उत्तम छ। कुरा काट्ने, खुट्टा तान्ने मानिसहरू तपाईँले कर्म क्षेत्रमै भेट्नुहुन्छ। व्यापार होस्, बिजनेस होस्, अथवा सरकारी जागिरै किन नहोस्, अथवा प्राइभेट जागिरै किन नहोस्, खुट्टा तान्ने मानिसहरू लागि पर्नेछन्। विचार गरेर अगाडि बढ्नु होला। दैनिकी सूर्यलाई अर्घ दिनुहोस्, अत्यन्त उत्तम हुन्छ। कर्कट राशिको कुरा गरौँ। कर्कट राशिको विशेष त यो सूर्य र राहुको ग्रहण 9 भावमा, भाग्य भावमा परिरहेको छ। यो अवस्था अलि विचार गर्नुपर्ने अवस्था हो। भाग्यले साथ दिनलाई अलिकति गाह्रो छ यो महिना। तपाईले जति परिश्रम गर्नुहुन्छ त्यसको पनि अवमूल्यन हुन सक्छ। आफूले मेहनत भरमार गर्नुभएको छ, तर अवमूल्यन हुन सक्छ। विचार गरेर अगाडि बढ्नुपर्ने हुन्छ। धार्मिकतामा त्यति रुचि दिँदैन, बुझ्नु होला है। धार्मिकतामा, सामाजिक कुराहरूमा त्यति रुचि दिँदैन र गरेको काममा पनि अब्जसको शिकार बन्नुपर्ने, भाग्यले त्यति साथ नदिने खालको अवस्था छ। तर तृतीय भावमा विराजमान केतुका कारणबाट औठ, हिम्मत र पराक्रम, पुरुषार्थ भने बढेर जानेछ भित्र है त। यो विशेष तपाईका लागि मैले बताएँ। कर्कट राशिको जातक जातिकाका लागि तपाईले पनि सूर्यदेवलाई प्रतिदिन अर्घ्य दिनुहोस्। अब कुरा गरौँ सिंह राशिको। सिंह राशिका लागि सूर्य र राहुको ग्रहण योग निर्माण भइरहेको छ अष्टम भावमा। चोट पटकको भय बनाउँछ यो महिना। अति ख्याल गर्नुहोस्, चोट पटकको भय बनाउँछ। यदि अंश सम्बन्धीका कुराहरू थिए, दाजुभाइ बीचको अंश सम्बन्धीको कुराहरू थिए भने अझै उल्झिने र मुद्दा मामलातर्फ जानुपर्ने खालको अवस्थाको निर्माण बनाउन सक्छ। सञ्चित धनहरू पनि हानि हुने खालको अवस्था हुन सक्छ। सवारी साधन बाहक हुनुहुन्छ भने अत्याधिक ख्याल गरेर मात्र सवारी साधन चलाउन अनुरोध गर्छु यो महिनाका लागि। र चोटपटकबाट जोगिन, मुद्दा मामिलाबाट जोगिन र आफ्नो अधिकार प्राप्तिका लागि विशेष त सूर्यदेवलाई अर्घ्य दिनुहोस्, भुस्या कुकुरको सेवा गर्नुहोस् है त। यति काम गर्नुहुन्छ भने अवश्य पनि राम्रो हुन्छ। कन्या राशिको कुरा गरौँ। कन्या राशिका लागि विशेष त सप्तम भावमा सूर्य र सप्तम भावमै राहु। सप्तम भाव विशेष त साझेदारीको भाव हो। यदि साझेदारीमा केही कर्म गर्न खोज्दै हुनुहुन्छ भने यो महिना सुरु नगर्नुहोस्। चैतको महिना सुरु गर्नु त्यसै पनि राम्रो हुँदैन भने यो सूर्य र राहुको ग्रहण सप्तम भावमा परिरहेको छ। तपाईँ कन्या राशिका जातक जातिकाका लागि यो महिना नयाँ काम साझेदारीमा सुरु नगर्नुहोस्। पहिलेबाट साझेदारीको कर्म गरिरहनु भएको छ भने पनि मनमुटाव हुने खालको अवस्था, साझेदार बीचमा मनमुटाव हुन सक्छ। श्रीमान श्रीमती हुनुहुन्छ, विवाह गरिसक्नु भएको छ भने विशेष तपाईहरु बीचमा वाद विवादको अवस्था हुन सक्छ। विचार नमिल्ने है, एक अर्काको कुरा पटक्कै एक अर्काले नखाने यस्तो खालको अवस्था बनाउन सक्छ र स्वास्थ्य स्थिति बिग्रन सक्छ। पेटको समस्या आउन सक्छ, टाउकोको समस्या आउन सक्छ है। अत्याधिक धेरै सोच्ने बानीको विकास गरिदिन्छ किनभने केतु गएर तपाईको राशिमै विराजमान छ। यो कारणबाट प्रतिदिन सूर्यदेवलाई अर्घ्य दिने यो कर्म अवश्य पनि गर्नुहोस्। यो कन्या राशिको कुरा गरे भने अब अर्को राशि तुला राशि। तुला राशिको यो ग्रहण योग बनिरहेको छ 6औं भावमा। रोग ऋण र शत्रुको भावमा भइरहेको यो ग्रहण योगका कारणबाट रोग बढ्न सक्छ, ऋण बढ्न सक्छ, शत्रु बढ्न सक्छ। शत्रुहरू जुर्मुराउनेछन् तर जित तपाईको हुन्छ। रोग देखिए तापनि निर्मूलीकरणतर्फ लाग्छ। ऋण भइकन पनि तिर्ने वातावरणको विकास गर्छ र शत्रु जुर्मुराए पनि शत्रुसँग अवश्य पनि तपाईको जित हुन्छ। उपाय के गर्नु पर्यो त? प्रतिदिन सूर्यदेवलाई अर्घ्य दिनु पर्यो तुला राशिका जातक जातिकाले। बुझ्नु होला है त। अब यसैगरी वृश्चिक राशिको कुरा गरौँ। वृश्चिक राशिका जातक जातिकाका लागि विशेष त सूर्य र राहुको ग्रहण योग पञ्चम भावमा निर्माण भइरहेको छ। पञ्चम भावमा राहु हुनु कदापि राम्रो होइन अनि पञ्चम भावमा सूर्य हुनु चाहिँ फेरि उत्तम अवस्था हो।
तर उत्तम सूर्यलाई राहुले ग्रहण पारिरहेको छ। यो कारणबाट सूर्यलाई मजबुती दिनु पर्यो, दैनिकी सूर्यलाई अर्घ दिने होइन भने तपाईँलाई विशेष त अलिकति विचारहरू फरक प्रकृतिका आउन थाल्नेछन्। तपाईँ जस्तो जुन सामान्य रूपमा विचार गर्दा सामान्य रूपमा यो अलिकति असामाजिक कुराहरू दिमागमा आउन सक्छन्, फरक खालका विचारहरू आउन सक्छन्, उदण्ड खालका विचारहरू तपाईँको दिमागमा आउन सक्छन्। सन्तानले भनेको टेर्ने छैनन्, पढाइ लेखाइसँग सम्बन्धित कुराहरूमा पनि अरुचि भएर जानेछ है। बरु तपाईँलाई ओभर कन्फिडेन्ट बनाइदिन सक्छ, तर परीक्षा राम्रो नहुन सक्छ। त्यो कारणले गर्दाखेरि तपाईँले गर्ने काम के भन्दा सूर्यदेवलाई अर्घ दिने, प्रति आइतबार गुण अथवा भनौँ सक्खर दान दिने, गुण अथवा सक्खर आइतबारको दिन दान दिने, प्रतिदिन सूर्यलाई अर्घ दिने मित्र। बुझ्नु होला है त। यो वृश्चिक राशिको कुरा गरे भने अब धनु राशिको कुरा गरौँ। धनु राशिका लागि विशेष त चौथो भावमा सूर्य र राहुको ग्रहण परिरहेको छ। आमाको स्वास्थ्य स्थितिमा केही समस्या हुन सक्छ, आमासँग वैचारिक मतभेद ल्याइदिन सक्छ। अति आमासँग कुरा गर्दा व्यवहार गर्दा अति सचेत भएर व्यवहार गर्नु होला है। घरमा अरुचि भएको, घरमा बस्न मन नलागेको जस्तो महसुस, परिवारसँग बस्न मन नलागेको जस्तो महसुस तपाईँलाई गराउनेछ। उपाय के त? अनिवार्य रूपमा सूर्यलाई अर्घ दिनुहोस्। आइतबारको दिन गुण भेली भन्ने गर्दछौँ, दान दिने गर्नुहोस् अथवा कमिलालाई हालिदिनुहोस्। यी कामहरू तपाईँले गर्नुहोस्। आइतबारको दिन शुद्ध आहार विहार र सदाचार, यसमा तपाईँले ध्यान दिनु पर्यो। मकर राशिको कुरा गरौँ। मकर राशिका लागि विशेषतः तेस्रो भावमा सूर्य र राहुको ग्रहण परिरहेको छ। तेस्रो भावमा राहुले पनि उत्तम फल दिन्छ भने तेस्रो भावमा सूर्यले पनि उत्तम फल दिन्छ। अब यी दुईटै मिलेर पनि नकारात्मक फल खासै नदिने भए, सकारात्मक फलै दिने भए, भन्नुको अर्थ औँठी मात्र पराक्रम वृद्धि भएर जान्छ, आँटेका सोचेका कर्महरू पुरा भएर जान्छन्। अनि केतु कहाँ छ त भन्दा केतु भाग्य भावमा छ। धार्मिकतातर्फ रुचि बढाएर लिएर जान्छ, सामाजिक कुराहरूमा रुचि बढाएर लिएर जान्छ र तपाईँको औँठी मात्र पराक्रमले गरेका कामहरू सफल भएर जानेछन् यो महिना मकर राशिका जातक जातिकाका लागि। अब कुरा गरौँ कुम्भ राशिको। कुम्भ राशिका लागि ग्रहण योग निर्माण भइरहेको छ दोस्रो भावमा। धन सम्पत्ति जति जो गर्नुभएको छ असाध्यै ख्याल गर्नुहोस्, खर्चको मात्रा वृद्धि हुने खालको अवस्था छ। पुर्ख्यौली धनहरू केही आउनुपर्ने हो भने पुर्ख्यौली धन चाहिँ आउन सक्छ, तर थोरै लफडा नभइकन चाहिँ आउँदैन। बुझ्नु होला है। आफन्तसँग व्यवहार गर्दा बोल्दा अति सचेत भएर व्यवहार गर्नु होला। दैनिकी रूपमा सूर्यलाई अर्घ दिनु तपाईँका लागि पनि उत्तम साबित हुन जान्छ। र मीन राशिको कुरा गरौँ। मीन राशिलाई विशेष त 7.5 चलि नै रहेको छ, साथै सूर्य र राहुको ग्रहण राशिमै परिरहेको छ। यदि रक्तचापको समस्या छ, उच्च रक्तचाप होस् अथवा न्यून रक्तचाप, खानेकुरामा अत्याधिक ध्यान दिनुहोस्। मुटुको समस्या छ, खानेकुरामा अत्याधिक ध्यान दिनुहोस्। आँखाको समस्या छ, खानेकुरामा अत्याधिक ध्यान दिनुहोस्। अहङ्कारको वृद्धि हुन सक्छ यो महिना। मुटुको समस्या, रगतको समस्या, अहङ्कारको वृद्धि, आँखाको समस्या, यस्ता समस्याहरू, रोगसँग सम्बन्धित समस्याहरू देखा पर्न सक्छन् मित्र। रोग, ऋण र शत्रुले सताउन सक्छ मित्र। अत्यन्त सचेत भएर अगाडि बढ्नु होला। मीन राशिका जातक जातिकाहरू प्रतिदिन सूर्यलाई अर्घ दिनुहोस्। आइतबारको दिन नुन बार्नुहोस्। गुलियो चिज भनेको गुण भेली भन्ने गर्दछौँ। दिन दुखी गरिबलाई दान दिनुहोस्। यसरी अगाडि बढ्नुभयो भने अवश्य पनि राम्रो भएर जान्छ। आज 2081 साल चैत्र महिनाको राशिफल तपाईमाझ राखेको छु। पूर्ण रूपमा 12 राशिको राशिफल राखेको छु। चिना टिप्पण घरको वास्तु तपाईलाई केही देखाउनु छ भने यो सम्भव छ। यसका लागि स्क्रिनमा नम्बर दिएको छ, तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। अनलाइनको माध्यमबाट अथवा कार्यालय आएर तपाईँ देखाउन सक्नुहुन्छ। केही प्रक्रियाहरू रहन्छन्, ती प्रक्रियाहरू पार भइसकेपछि अवश्य हेरिनेछ मित्र। अरू विषय र वस्तु लिएर उपस्थित हुन्छु नै। अहिले प्रेम शर्मा बिदा हुन्छु। नमस्कार। तपाईको आध्यात्मिक जीवनको साथी रुद्राक्ष टिभी।